तयार छौँ। हामीलाई बाँच्नै गाह्रो भयो, हामी यति धेरै कठिन जीवन बाँचिरहेका छौँ, कृपया हामीलाई बचाइदिनुहोस्। एउटा व्यक्तिलाई देशको लागि केही गर्छु भनेर अठोट र सङ्कल्प बोकेर हिँडेको मान्छेलाई प्रक्रियाको लागि भनेर सिंहदरबारमा यसरी फनफनी घुमाएर अन्त्यमा जस्तो अवस्था थियो 5 वर्ष अगाडि त्यस्तै अवस्थामा पुर्याउनु थियो भने बाहिर राखेर अनुसन्धान नगरियोस्, बरु भित्रै राखेर अनुसन्धान गरियोस्। हामी जेल जान तयार छौँ। सरकारलाई बिन्ती छ, यसको निकास निस्किँदैन भने हामीलाई जेलमा लगेर हालिदिनुहोस्। तर यसरी जिउँदै मार्ने काम चाहिँ नगर्नुहोस्। अब हामी बाँच्न नसक्ने अवस्थामा पुगिसकेका छौँ। हामी बाँच्न चाहन्छौँ, यही देशको माटोमा मर्न चाहन्छौँ। कृपया हामीलाई बचाइदिनुहोस्। यो पालि त पक्कै हामीले न्याय पाउनेछौँ। 18 करोडको भारी बिसाउनेछौँ। विभिन्न आपूर्तिकर्ताहरूले हामी विरुद्ध हाल्नुभएको मुद्दाहरू फिर्ता हुनेछन्। पहिला जस्तै हाम्रो मुहारमा खुसी छाउनेछ। अब त यो देशमा नयाँ सरकार आएको छ। त्यही आशा, त्यही भरोसा, त्यही सपना बोकेर म स्वदेश फर्किएको पनि आज 1 महिना पुरा भएछ। तर आजका दिनसम्म त्यो आशा आशामा मात्रै सीमित भइरहेको छ, सपना सपनामा मात्रै सीमित भइरहेको छ। म आएकै दिनदेखि भरतपुर महानगरपालिका कानुन तथा न्याय मन्त्रालय, प्रधानमन्त्री कार्यालय, सम्बन्धित व्यक्तिहरू, सम्बन्धित निकाय सबैसँग बिन्ती गर्न गएँ, हामीलाई न्याय दिनुहोस्। हामी यही माटोमा रम्न चाहन्छौँ, दुःख सुख साट्न चाहन्छौँ, बाँच्न चाहन्छौँ। हामीलाई बचाइदिनुहोस्, यो भड्खालोबाट निकालिदिनुहोस् भन्न पुग्यो। तर दुःखको कुरा, महिनौं दिनसम्म प्रयास गर्दा पनि गत वर्ष सङ्घीय सरकारले बजेटमा शीर्षकै तोकेर रातो किताबमा छापेर भरतपुर महानगरपालिकाको खातामा रु 15 करोड पठाएको रकम 1 वर्षसम्म भरतपुर महानगरपालिकाको खातामा बसेर कुनै पनि निकास ननिकालिकन आज उक्त रकम फ्रिज भएर फर्केर आउँदैछ। म आफै सिंहदरबारका ढोका ढोकामा कराउँदै चिच्याउँदै यदि हामीले कुनै पनि प्रकारको गल्ती कमी कमजोरी गरेका छौँ भने जुनसुकै सजाय पनि भोग्न तयार छौँ। हामी जेल जान पनि तयार छौँ। यदि यो समस्याको समाधान हामीले आत्मदाह गरिसकेपछि निस्किन्छ भने हामी आत्मदाह पनि गर्न तयार छौँ। हामीलाई बाँच्नै गाह्रो भयो, हामी यति धेरै कठिन जीवन बाँचिरहेका छौँ, कृपया हामीलाई बचाइदिनुहोस् भनेर बिन्ती गरिसकेपछि सङ्घीय सरकारले बजेटमा हालेर भरतपुर महानगरपालिकाको खातामा उक्त रकम पठाएको थियो। र भरतपुर महानगरपालिकाले पनि शर्त पालना गर्नका लागि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक, हामी धुर्मु सुन्तली फाउन्डेसन र स्वयं महानगरपालिका बीच त्रिपक्षीय सम्झौता गरेर सो बजेटको कार्यान्वयन गर्नका लागि भनेर भाषा लेखेर पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानलाई मूल्याङ्कनको जिम्मेवारी दिएको थियो। जब पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले मूल्याङ्कनको प्रतिवेदन महानगरपालिकालाई पेश गर्यो, त्यसमा करिब 60 करोड बराबरको भौतिक संरचना फाउन्डेसनले निर्माण गरेको भनेर उल्लेख छ। जबकि हाम्रो खर्च थियो 57 करोड 92 लाख मात्रै। हामीले गरेको खर्च भन्दा बढीको मूल्याङ्कनको प्रतिवेदन आइसकेपछि सोझै कार्यपालिकाको बोर्डको बैठकबाट दायित्व भुक्तानीका लागि निर्णय गरेर चाहिँ भुक्तानी गर्नुको सट्टा उल्टै अर्थ मन्त्रालयको चिठी चाहिन्छ, खेलकुद मन्त्रालयको चिठी चाहिन्छ, कानुन मन्त्रालयको राय चाहिन्छ भनेर फेरि पनि हामीलाई सिंहदरबार फनफनी घुमाउने काम भयो। कुनै पनि निकास ननिस्किसकेपछि हामी अमेरिका पुग्यौँ। अमेरिकामा पुगिसकेपछि पनि मैले अहिलेका कार्यवाहक मेयर साहब, प्रमुख प्रशासकीय अधिकृतज्यूलाई बारम्बार अनुरोध गरिरहेँ, यहाँहरूले नै स्वतन्त्र लेखा परीक्षकबाट अडिट गर्नुभएको छ। अडिटमा 18 करोड 43 लाख तिर्नुपर्ने दायित्व उल्लेख छ। अधिकांश चितवनकै आपूर्तिकर्ताहरू हुनुहुन्छ। उहाँहरूलाई सोझै भुक्तानी गरिदिनुहोस् र हामीलाई न्याय दिलाइदिनुहोस् भनेर अनुरोध गरिरहेँ। हामी सकारात्मक छौँ, केही न केही निकास निकाल्छौँ भन्नुभएको थियो र त्यो आशले म स्वदेश फर्किएको थिएँ। आए लगत्तै सङ्घीय सरकार र महानगरपालिकालाई मैले ताकेता गरिरहेँ। गत बिहिबार मात्रै पनि कानुन तथा न्याय मन्त्रालयको समन्वयमा भरतपुर महानगरपालिकाको टिम, हामी फाउन्डेसन र आपूर्तिकर्ता बीच छलफल भयो।
पहिलेदेखि आपूर्तिकर्ताहरूले भनिरहनु भएको थियो यही 15 करोड पैसालाई हामी दामासाईले बाँडेर लिन्छौँ, बाँकी राज्यलाई हामीले छुट दिन्छौँ, मिलौँ। यदि यो रकम वितरण गर्दाखेरि काहीँ उजुरी बाजुरी मुद्दा मामिला भयो भने हामी तीन पक्ष नै जुनसुकै सजाय भोग्न पनि तयार छौँ, त्यसको लागि कागज गरौँ भनेर उहाँहरूले पनि भनिरहनु भएको थियो र त्यही कुरा त्यहाँ छलफल भयो। र अर्को कुरा, महानगरपालिकाले पहिला त्यो कुरा नमानेको हुनाले आपूर्तिकर्ताहरूले आफ्नो न्यायका लागि जिल्ला अदालत चितवनमा महानगरपालिका र हामी फाउन्डेसनलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुभएको थियो र उहाँहरू त्यो मुद्दा जुनसुकै बेला पनि फिर्ता गर्नका लागि तयार हुनुहुन्थ्यो यदि भुक्तानी दिएको खण्डमा। र त्यही मुद्दा भएको कारणले संयुक्त निवेदन दियो भनेदेखि अदालतबाट मेलमिलापबाट यो कुरा टुङ्गिन्छ भनेर महाधिवक्ताको कार्यालयमा छलफल भयो र उत्तम उपाय यही हुन्छ भनिसकेपछि महानगरपालिका पनि राजी भयो र हामीले संयुक्त निवेदन दिने निर्णय गर्यौं र बैठक सकिने बित्तिकै हामीले एक प्रकारको ड्राफ्ट बनायौं संयुक्त निवेदनको। र त्यो दिन महानगरको टोली काठमाडौँमै रह्यो। भोलिपल्ट कार्यवाहक मेयर साहब र उहाँको टिम बसेको होटल ठमेलमा हामी पुग्यौं, ड्राफ्ट दियौं, देखायौं, उहाँहरूलाई लागेको कुरा पनि त्यसमा समावेश गर्ने कुरा भयो र भोलिपल्ट शनिबार भएको कारणले आइतबार बोर्डको बैठक बस्छ, विधेय भए पनि हामी आह्वान गर्छौं तपाईहरु पनि आइतबार आउनुस् र सोमबार अदालतबाट मेलमिलापबाट यो विषय टुङ्ग्याउने भन्ने खालको समझदारी भयो। हामी आइतबार हाम्रो टिम र आपूर्तिकर्ताको टिम सहित भरतपुर महानगरपालिका पुग्यौं। हामी आइपुगेको जानकारी गरायौं तर मेयर साहबले कुरा अलि नमिल्ला जस्तो भयो। बैठक आज आयोजना हुन सकेन, बैठक भोलि 1 बजेलाई राखिएको छ। बैठक आयोजना गर्नुभन्दा अगाडि चाहिँ मैले जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेँ। उहाँहरूले चाहिँ यो मेलमिलापबाट नगइकन कि त संघीय सरकारले चाहिँ भुक्तानी दे भनेर एउटा निर्देशनको चिठी पठाउनु पर्यो, तपाईँ पनि उहाँहरूसँग केही अनुरोध गर्नु न, तपाईँले पनि केही कुराकानी गर्नु न भनिसकेपछि म त्यत्रो वर्ष चितवन बसेको हुनाले मैले पनि त्यहाँका राजनीतिक दलका प्रतिनिधिहरूसँग कुराकानी गरेँ। उहाँहरूको कसैको पनि विमति रहेको मलाई टेलिफोन सम्पर्कमा भन्नुभएको थिएन। भोलिपल्ट टुङ्गिन्छ नै भन्ने कुरामा हामी आशावादी थियौँ। 1 बजे बैठक बस्यो तर मेलमिलापबाट टुङ्गाउने कुनै पनि प्रकारको निर्णय हुन सकेन भन्यो। हामी दुखी हुँदै काठमाडौँ फर्क्यौँ र यो 5-6 वर्षको सिंहदरबार परिक्रमा प्रक्रियाको सहयोगी बनेर पाएका दुःख हन्डर एउटा युवा देशभित्रै रङ्गशाला बनाउँछु भनेर अठोट र संकल्प लिएर अगाडि बढिरहँदाखेरि